हेलो अनि नमस्ते सम्पूर्णलाई स्वागत छ तपाईहरुलाई अमानी छोरा च्यानलमा। साँच्चै भने चाहिँ म हिसाब किताबमा बिजी छु अनि बेलुकाको पनि एकदम बेसी रुम मैला भइरहेछ हैन, किचन मैला भइरहेछ। सो आज चाहिँ एकदमै इम्पोर्टेन्ट एउटा मेरो मिटिङ छ। सो त्यसको लागि सब तयारी गरेको मैले चाहिँ। नाउ म चाहिँ रेडी भइसके थर्पुको जानुको लागि। सो सामानहरु छ लगेर जानु पनि मेरो छोराले युज गरिदिन्छ। अनि छिटो खाइसक्यो तिमी भात। आज चाहिँ हामी के अरे थर्पु जाँदैछौँ। श्रीजङ्गा भवनमा चाहिँ हाम्रो एसएचजी फेडरेसनको जनरल एनुअल मिटिङ छ। अनि चाहिँ मैले चाहिँ फुचेला पनि लिएर गएको, किनभने चाहिँ उसलाई हेर्ने मान्छे छैन, अलिक बिसन्चो छ। त्यही भएकोले गर्दाखेरि चाहिँ अनि के अरे हाम्रो के अरे एसएचजीहरू पनि थर्पुकै फेडरेसनसँग जोडेकोले गर्दाखेरि हामीले त्यहाँ जानु परेको। अनि मेरो भिडियो चाहिँ फुच्चाले बनाइदिँदैछ हैन। त्यसको लागि चाहिँ थ्याङ्क यू भन्नु पर्यो मम्मीले। मेरो छोरालाई धेरै धेरै धन्यवाद भिडियो गरिदिएकोमा। अनुहार पो कस्तो निकालेको थियो बुझ त कुरा त हैन भाइ। यो यहाँनिर चाहिँ हुँदैछ प्रोग्राम। अरे खोलेको छैन रहेछ त। हेलो 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 बडीसँग भेट भइहालेछ। के हो अर्ना दिदी सानो राम्री भएर आउनु भएन रहेछ त। क्युट क्युट भएर आउनु भएछ अर्ना दिदी। आम्बो अब यो हललाई चाहिँ रङ्गी चङ्गी बनाउनु पर्ने छ। यहाँनिर एक्टिभली काम गरिरहेछ, फुलाइरहेको चाहिँ। अब चाहिँ हाम्रो प्रोग्राम ब्लग गरेको अलमोस्ट सुरु हुन लागेको। हाम्रो गेस्टहरू पर आएर बसिरहेको छ अरे, परनिर आएर बसिरहेको छ अरे यतानिर। नमस्कार सबैजनालाई। नमस्कार। अनि हाम्रो निम्तलाई स्वीकार गरेर आइदिनु भएको आजका मुख्य अतिथि श्री शेखरमान छेत्रीज्यू। यस्तै प्रकारले थर्पु जिपिओबाट हामीले दुःखले बनायौँ एसएचजी है। एसएचजी मेम्बरलाई हाम्रो एसएचजीबाट चाहिँ धेरै 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 हेल्प दिँदै हामी छोरा हेर्नु त सबै गरेर उहाँहरूको जसरी चाहिँ एउटै धागोले हामी फुललाई उनेर राख्छौँ नि, त्यसरी नै हामीले सबै एसएचजी चाहिँ मिलेर हामी अघि बढ्नुपर्छ। हामीले सबै एसएचजी अझै हामी बजाएर घर संसार सम्हालौँ, आफ्नो आफै बजाएर घर संसार सम्हालौँ। धर्ममा आस्था राखेर भन्दाखेरि चाहिँ एकपल्ट तपाईँहरूलाई पनि हेर्ने, किन भन्दाखेरि 2014 देखि हामी एसएचजी ग्रुपमा आयौँ है। र तपाईँहरूले पनि यताउतादेखि एजिएमहरू भएको अलिअलि यताउता सुन्नु भएको छ र तपाईँहरूलाई छोडिदिएको
अति आदरणीय माननीय हाम्रा मङसरी मङ्गोटिङ जिपिओका पञ्चायत प्रेसिडेन्ट श्री शेखरमान छेत्रीज्यूलाई हाम्रो निम्तो सहर्ष स्वीकार गरेर यहाँ हामीलाई समय दिनुभएकोमा धेरै धन्यवाद। साथै हाम्रो भक्तचरण एसएसजी फेडरेसनको एउटा मायाको चिनो र हामी यहाँ हैदराबाद मध्य सिटीदेखि लगभग 6 घण्टाको डिस्टेन्समा एउटा जिपीको एउटा आजको लास्ट पर्फर्मेन्स सबै गयो। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रा जिपिओका प्रेसिडेन्ट म्याडम विष्णु सुब्बालाई पनि हाम्रो एसएसजी फाल्गुन फाउन्डेसनको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। देखाउनु पर्ने नि त है खाएको त हामीले चाहिँ इन्जोय गरेको है भनेर बिचारा पकाउनेहरू यहाँ पकाएको छ यहाँ छिट्टै खाएको पनि देखाउनु है भन्दै थियो त। कसलाई देखाउनु कति 5 ग्लास सब्जी 20 रोटी खाएर बस्नुभएको भन्नु है प्लेट ल्याप एसएसजी को दसैँ यही रहेछ नि। यो चाहिँ मेरो माम। यो सकेर चाहिँ रोटी पनि खान्छु नि म चाहिँ। भात पच सकेर चाहिँ मैले चाहिँ रोटी खाएको। हाम्रो मेम्बर्सहरूले चाहिँ यसरी धुँदैछ। सामान पनि आफै थन्काउँदैछ। सेल्फ हेल्प ग्रुप हो नि त। सेल्फ हेल्प ग्रुप भनेको चाहिँ यही हो होइन। हालत पत्ला भयो। ओसार्दैछु मेरो पनि सामान गाडीमा हाल्दैछु। यो चाहिँ मैले हिजो ल्याएको थिएँ। यो पोडियम चाहिँ आज अरूले लाँदैछ। ओके अब चाहिँ हामी आजको प्रोग्राम सकेर घर जाँदैछ। आज चाहिँ मैले भिडियोग्राफर लगेको थिएँ नि त मेरो छोरा। नानीले पनि बदमास नगरी बसिदियो होइन। खाएको खाँदै ननस्टप के खाए ज्वरो आउने मान्छेले खोकी लाग्ने मान्छेले। प्रोग्राम चाहिँ एकदम सक्सेसफुल भयो हो। अन्त अब के भन्नु अरू त। थ्याङ्क यू सबैलाई होइन। त्यो भन्नु पऱ्यो होइन भाइ आएको होइन। यो गाडीमा चाहिँ तेल हालेको थिएँ एसएसजीको पैसाले। छोड्दै सामान माथि पुऱ्याएँ। पहिला एनके सरहरूको पट्टि पुऱ्याएँ अरुणाचलको सामान। त्यहाँदेखिको बन्या डाँडामा। त्यहाँदेखिको चाहिँ अब यो निर्मल मामको बक्स पुऱ्याउँदैछु। त्यहाँदेखिको म घर जान्छु। घर जाँदा चाहिँ राख मेरो अब हालत पत्ला भएछ मेरो त थाकेर। त्यस्तो हुन्छ है। प्रोग्राम अर्गनाइजरले चाहिँ यसरी बोकेर हिँड्नुपर्छ भारी। यहाँ 2टा यो नानीको लागि बलुन। यो मेरो ब्याग भइहाल्यो। यहाँ पनि आया कस्तो साह्रो पर्छ। लाइक चाहिँ म घर पनि आइपुगेँ। र आजको प्रोग्राम चाहिँ मेरो सबैजना एसएसजी सम्पूर्ण एसएसजीका मेम्बर्सहरू बिना चाहिँ अब सक्सेसफुल हुन्थेन है। अन्त सबैजना एसएसजी मेम्बर्सहरूलाई जति पनि हामीसँग जोडिनु भएको छ सबैलाई म थ्याङ्क यू भन्न चाहन्छु। आजको
प्रोग्राम सक्सेसफुल बनाइदिनु भएकोमा अनि थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ आवर भिडियो